नमस्कार नमस्कारहरु खबरबाट यति बेला हामी नवलपरासी पश्चिम सुस्ता 5 मा छौं। सुस्ता 5 भन्नाले नारायणी पारीको बस्ती भनिन्छ। यति बेला हामी सुस्तावासीसँग कुरा गरिरहेका छौं। सुस्तामा धेरै समस्याहरू जनताले झेल्नु परेको भने थाहा पाएपछि हामी आज सुस्ता 5 मा आएका छौं। विशेष गरी नारायणीले वारी र पारी बनाइदिएपछि यातायातको असुविधा लगायतका विभिन्न किसिमका असुविधाहरू यहाँ छन्, जसको विषयमा हामी आज यहाँको जनतासँग कुरा गर्नेछौँ। हजुर नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम औरंगजेब खान, घर चाहिँ सुस्ता गाउँपालिका वडा नम्बर 5 सुस्ता गाउँ। हजुर हजुर। सुस्तालाई त अधिराज्यभरि हैन विश्वले चाहिँ पहिचान गरिराखेकै एउटा भूभाग हो। हजुर। र सुस्तामा समस्या भनेको त अहिले केही कमी भए तापनि समस्या छ, यसलाई हामीले चाहिँ भन्न टार्न मिल्दैन। हजुर। जस्तै कि अब यहाँ भनौँ नि कृषि उत्पादन, शिक्षा, त्यसपछि तपाईको यातायात, अनि त्यसपछि तपाईको चाहिँ सीमा सँग भएका कुराहरू, सीमा यकिन नहुँदा पनि यस विषयले पनि सुस्तावासीलाई हमेसा चिन्तित बनाएकै छ र झै झपट चाहिँ भएकै हुन्छ। अनि त्यस्तै अब आवत जावतको लागि चाहिँ नि अब पुल बने तापनि त्यो पुलमा चाहिँ नि सुरक्षा संयन्त्र नहुँदा भिडभाड हुने, बढी हुने, झगडा हुने, यो चाहिँ सबैलाई पनि थाहा भएको कुरा हो। यी समस्याहरू हामी सुस्तावासीहरूसँग अहिले कायम रहेको छ। अनि अब यहाँ आधारभूत विद्यालय मात्रै छ भन्ने कुरा भयो। अनि माध्यमिक विद्यालय पढ्नको लागि कहाँ जाने यहाँका? आधारभूत विद्यालय भनेको अब यहाँ गाउँमा एउटा जनता दलित आधारभूत विद्यालय छ। हजुर। र कक्षा 8 सम्म मात्रै पढाइ र त्यसपछिका माथिका शिक्षा अब एसीको पढाइ भनौँ अथवा चाहिँ माथिल्लो क्लासको। हजुर। त्यसका लागि अब बच्चाहरू चाहिँ चाहे पनि बाध्यतावशले पढाइ छोड्नु परेको छ। कति कारणले चाहिँ अब पारी जानु पर्ने हुन्छ। अब भनौँ नि अब पारी जाँदाखेरि 3-4 किलोमिटर एक तर्फबाट आउने जाने अलि टाढा भएको कारणले पढाइमा चाहिँ अलिकति बाधा भइरहेको छ। भन्नको मतलब यहाँ आधारभूत विद्यालय मात्रै छ हैन। अब यहाँबाट पढ्न जानको लागि नदी पारी जानुपर्ने, पुल तरेर लगभग 2 किलोमिटर लामो पुल तरेर जानुपर्ने, त्यहाँबाट पनि विद्यालय पुलको नजिकै नभएको, टाढा भएको, त्यो असुविधाको कारण आधारभूत विद्यालय पढेर चाहेर पनि मावि अथवा उच्च शिक्षा पढ्ने अवस्था यहाँ छैन भन्न खोज्नु भएको? एकदम यही हो। अब एक त बच्चाहरू छन्, अब 6 किलो 7 किलोमिटर यिनीहरूलाई चाहिँ पदयात्रा गरेर पढ्न जान भनेको त्यसै नै थाक छ। अब त्यो थकाइले यिनीहरूको मानसिक चाहिँ एउटा चाहिँ मानसिकमा पनि असर पर्ने भयो, शारीरिकमा पनि असर पर्ने भयो। यस कारणले चाहिँ यहाँ भएको चाहिँ जनता दलित आधारभूत विद्यालयलाई वृद्धि भए। अब यहाँ चाहिँ यो क्षेत्रको चाहिँ अब बच्चाहरू चाहिँ पढ्न यहाँ सुविधा भयो अलिक सुस्तावासीहरूलाई ठिक हुन्छ जस्तो लाग्छ मलाई। अनि यहाँ हजुरको स्वास्थ्य चौकीको हैन अस्पतालको के सुविधा छ? अस्पतालमा पनि एउटा स्वास्थ्य सामुदायिक इकाइ भनेर एउटा चाहिँ हाम्रो चाहिँ शाखा छ। हजुर। सुस्ता गाउँपालिकाको स्वास्थ्य चौकीको एउटा शाखा सानो यहाँ चाहिँ अहेब र अनिमित 2 जना स्टाफ बस्नुहुन्छ। हजुर। अब सरकारबाट त्यो तहबाट दिने जति सुविधाहरू त त्यहाँ भएकै छ। हजुर। तर चाहिँ अब यो जुन सुस्ता क्षेत्र छ, अब यसलाई चाहिँ अलिक विशेष तरिकाले जस्तो अब भनौँ नि तपाईको चाहिँ प्रसूति गृहहरू चाहिँ सञ्चालन हुने हैन। हजुर। अलिकति चाहिँ जटिल समस्याहरू केही निदान गर्न सकियो भने धेरै नै सुविधा जस्तो हुन लाग्छ। जस्तो र अरू के असुविधा छ सुस्तामा? जस्तो अब घरहरू हाइटेक छ, बर्खामा बाढीको समस्या कतिको छ? बाढी त एकदम बाढीको समस्या अहिलेको पटक भन्दाखेरि सुस्तालाई एकदमै चुनौती नै छ। हजुर। चुनौती यो कुराको छ कि हाम्रो नारायणीले यो वर्ष धार परिवर्तन गरिदिएको वर्षयाममा त्यसले चाहिँ नि हाम्रो धनैया पुरा क्षेत्र कटान गरिसकेको छ। अहिले त्यो पानीको बहाव नारायणीको पानीको बहाव 80%
उतैबाट आइरहेको छ। सुस्ताको उत्तरी तर्फ भएर धनैया क्षेत्र पुरा कटान गरेर अहिले चाहिँ नि हाम्रो त्यहाँ चाहिँ नि भनौँ न नेपाल सरकारले बनाएको तटबन्धले त्यहाँ चाहिँ नि अहिले रोकिरहेको छ। त्यो जिरोदार छ एकदम। अहिले चाहिँ नेपाल सरकारको तर्फबाट चाहिँ नि 14 करोड रुपियाँ बजेट सेन्सन भएर आइसकेको छ र हामी सुस्तावासी अब आशामा छौँ कि यो वर्ष त्यो बजेटले काम समयमा भइदियो भने सुस्तालाई यो वर्ष जोगाउन सकिन्छ, अनौठा सकिँदैन। एकदमै हामीलाई च्यालेन्ज छ। अब यो पालिको वर्षाले चाहिँ नि त्यो तटबन्ध निर्माण सम्पन्न भएन भने सुस्ता जोखिममा छ जस्तो हामी अनुभूति गरिरहेका छौँ। सुस्तामा खानेपानीको व्यवस्था, खानेपानीको व्यवस्था पनि यहाँ भएकै हो, छ जग्गा पनि छ, त्यो ड्रिलिङ पनि भइसकेको छ। बालिका ड्रिलिङ कम्पनीले ड्रिलिङ गरेको हो। यहाँको चाहिँ नि उपभोक्ता समितिद्वारा गरेको काम हो यो। र काम चाहिँ नि अब यो राजनीतिक द्वन्द्वले गर्दा चाहिँ नि त्यो ठप्प छ। त्यहाँबाट त्यो चाहिँ नि प्रोसेसमा छैन, त्यो चाहिँ नि स्तर वृद्धि भएको छैन। दुईटा चाहिँ नि ड्रिलिङ मात्रै भएको छ र यो राजनीतिक द्वन्द्वले गर्दा चाहिँ नि त्यो काम स्थगित छ। भनेपछि सुस्ता स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात सबैको पहुँचबाट टाढा रह्यो हैन। अहिले चुनाव नजिकै आउँदैछ, तपाईसँग उम्मेदवारहरू भोट माग्न पनि आउनुहुन्छ। या नआएको खण्डमा पनि हामी तपाईँको आवाजलाई यही सञ्चार माध्यम मार्फत पुर्याउनेछौँ। के भन्न चाहनुहुन्छ भोट माग्न आउने उम्मेदवारहरू, नेपाल सरकारलाई? म चाहिँ नि अब सुस्तावासीकै तर्फबाट भनौँ नि, म चाहिँ नि अब यो आउने चाहिँ नि प्रतिनिधि सभाको चुनावमा एकदमै आशावादी हामी हुन यो चाहन्छौँ कि सबै जो पनि प्रतिनिधित्व गरिराख्नु भएको छ उहाँले चाहिँ सुस्ताको चाहिँ नि समस्या, जुन मेन चाहिँ नि मेरुदण्ड समस्या के छ त सीमाङ्कनको, सीमाङ्कनका लागि चाहिँ नि सरकारमा उहाँ गएर उहाँहरूले चाहिँ नि यसको कूटनीतिक तरिकाले यो समस्या समाधान गराउनु पर्छ। र यो अहिले नयाँ चाहिँ नि आउने सरकारले चाहिँ नि गराएन भने यो राजनीति गर्न उहाँहरूलाई केही औचित्य मलाई लाग्दैन। सीमाको कुरा गर्नुभयो, सीमाको खास के किसिमको विवादहरू छ यहाँनिर? सुस्तामा चाहिँ नि अब भनौँ नि सीमाको समस्या चाहिँ नि के छ भन्दाखेरि 10 गजा पिलर कायम गरिएको छैन। हजुर हैन, त्यो पिलर कायम नगरिएको कारणले चाहिँ नि वैकल्पिक सिमाना दक्षिणतर्फ मात्रै छ र उत्तरतर्फ चाहिँ नि एउटा घोलाको सिमाना मानिएको छ र त्यसपछि पूर्वतर्फ र दक्षिणतर्फ चाहिँ नि नारायणीकै छ। अब यही चाहिँ नि अब कतै सिमल छ, कतै सिमललाई सिमाना छ, कतै चाहिँ नि अब रुखलाई छ, कतै चाहिँ नि गोरेटो बाटो छ, कतै नाला छ। यसले गर्दा चाहिँ नि काम चलाऊ के एउटा काम चलाऊ तरिकाले मात्रै यो भन्न खोज्नुको मतलब यहाँदेखि यो भन्ने एउटा फिक्स लाइन छैन। जस्तो अब 10 गजा भएको ठाउँमा चाहिँ नि नेपाल र भारतको सम्बन्ध कति समुद्र छ हैन, आउने जाने यताउति कोहीले चाहिँ नि त्यहाँ डिस्टर्ब गर्दैन। त्यस्तै वातावरण पनि यहाँ भन्नुहोस्। अब हामी किन चाहिँ नि अब आफ्नो चाहिँ छिमेकै भएको चाहिँ नि भारतीयसँग लडाइँ गर्नु पर्यो र? सरकार हुँदा हुँदै सरकारले पो यसको जिम्मेवारी गर्ने हो। हामी गएर त्यहाँ लडाइँ गर्ने, हामी यो जनता गएर चाहिँ यो गर्ने, यो गरेपछि त सरकारको त केही अर्थ रहेन। यो त छोडिदिनु पर्यो। ल, सुस्तावासीहरू आफ्नो समस्या आफै बुझ हैन। यही हो अब यहाँको समस्या मेन चाहिँ नि अब यो सीमाको चाहिँ नि समाधान गर्नु पर्यो। आउने चाहिँ नि अब राजनीतिक दलहरूसँग चाहिँ हाम्रो सुस्तावासीको यही माग छ। उहाँहरूको अब हेरौँ अब त्यसपछि अब उहाँहरू चाहिँ उपलब्धि के रहेको छ।